फाइनल्ली गाइस पुगिसक्यो हामी है घुम्ने ठाउँमा पुगिसकेका छौँ। हाम्रो टिमहरू पछाडि हुनुहुन्छ, टक्क पछाडि छौँ हामी, म त अगाडि छु है। यो चाहिँ यहाँ तर के को मन्दिर हो भन्ने कुरा थाहा भएन। ओ शिवजीको मन्दिर रहेछ, शिवजीको मन्दिर रहेछ गाइस। गार्डन छ कि यो गार्डन राम्रो छ ठाउँ है, सबैजना घुम्न आउनु होला, एकदम राम्रो छ। र गाइस हेर्नु त यस्तो छ है, ढुङ्गा पनि चल्छ यता, पुरा ढुङ्गा पनि चलिरहेको छ हेर्नु त। यस्तो ठाउँ रहेछ, गार्डन एकदम राम्रो छ। बुद्ध चिल्ड्रेन पार्क रु 20 रुपियाँ होइन। फाइनल्ली गाइस हामी घुम्दैछु, दिदी हुनुहुन्छ अनि म छु। हामीले घुम्न लाग्छौँ है। यहाँ गार्डन यस्तो राम्रो छ। अब यस्तै छ यहाँ, के भन्छ यो कसैया नगर हाम्रो टिम हो है। भाइ भन्नु त सर, सब हाम्रो टिम हो है गाइस। यो यता मान्छेको हुन्छ त्यो जस्तो। Fire went out, lights went down. When you feel lost in your shadow, you feel alone. Don't scream so loud. We are living in this cruel world. हाय भन्नु त सबैजना घुम्न आउनु होला, यस्तो राम्रो ठाउँ छ। वाउ, मलाई टी अप गर्नु पर्यो। कति राम्रो ठाउँ छ गाइस, यताको देखाउनुहोस्। यता हेर्नु त पछाडि पर्छ। आहा फाइनल्ली गाइस यता भित्र जानुको टिकट रहेछ होइन, 11 जना छौँ, टिकट काट्नुपर्छ उता है। कहाँ जानु हो यहाँ भित्र गइस? म चाहिँ को नाम सरी नामै थाहा छैन। सब मिस हाम्रो सुशान्त सर नामै मिस हुँदैन। यता टिकट काटेर गाइस इन्ट्री गर्नुपर्छ भित्र है। तपाईँलाई म देखाउनेवाला छु भित्र के छ, के हुँदैछ, कस्तो छ भनेर है, हेर्नु होला सबजनाले। ल गाइस म त भित्र प्रवेश गरिसक्यो है टिकट काटेर। त्यो पनि ज्यादाको होइन, 5 रुपियाँ थियो। भन्नु त सर, केही 5 रुपियाँ टिकट काटेर भित्र गइसक्यो। 5 रुपियाँ टिकट काटेर दिनभर जति घुमे नि हुन्छ। गार्डन यस्तो छ नि हेर्नु न, सुन्दर होइन सर? यस, के भन्नु पऱ्यो यसको बारेमा भन्नु त। परिचर्चा भन्दाखेरि त यहाँ कमै लाग्छ है, कमै लाग्छ होइन। हामीले गर्न सक्ने सर पछाडि देखाउनु होइन, हजुर हेर्नु यो गार्डनको परिचर्चा गर्ने भने त अहिलेसम्म हामीले त्यस्तै लागिरहेछ महसुस। क्या बात है यार, कति राम्रो। सबैजना प्रवेश गरिसक्नु भएको छ। सबजनाले हाई गरिदिनु त, ल हाई गर्नु त सबजना। हेलो हाई, सबैजनाले गएर साँझ युट्युब च्यानल सब्सक्राइब गर्नु ल। तपाईँको काम यो हो। सब्सक्राइब, युट्युब च्यानल सब्सक्राइब पनि गरिदिनु होला। मेरो बढ्दैछ सब्सक्राइब दिनको दिन। हेर्नु गाइस राम्रो छ ठाउँ है, सबजना घुम्न आउनु होला एकचोटि। अवसर मौका लिनु होला घुम्नको ठाउँको जस्तो। हेर्नु त उता गौतम बुद्ध पनि हुनुहुन्छ हाम्रो। फ्यान हुनुहुन्छ, सब्सक्राइब गरिदिनु होला गाइस। फाइनली गाइस घुम्न लागि यहाँ ठाउँ यस्तै छ, रमाइलो के गर्नुपर्छ ल। सबजनाले हाई हेलो भनिदिनु पऱ्यो, युट्युब च्यानल सब्सक्राइब गरिदिनु हुनु पऱ्यो ल। हाम्रो भाइको होइन, सरकार भाइको युट्युब च्यानल चाहिँ सब्सक्राइब गर्नु होइन। अनि चाहिँ घुम्नको लागि चाहिँ यहाँ आउनु, इन्डिया कुशीनगर आउनु, गोरखपुरदेखि अलिकति भित्र पर्छ। अनि सम्पर्क चाहिँ यहाँसँग गरेर आउनु है। थ्याङ्क यू सर। हजुर ल गाइस, गौतम बुद्धलाई अन्तिम दाह संस्कार गरेको ठाउँ रे भन्न सुन्नमा आयो है, के कसो थाहा भएन यो चाहिँ। अनि यस्तो छ कि अब ऐतिहासिक कुराहरू हेर्दै गर्नु होला, फ्ल्यास आउट गर्दै गर्नु होला।
भन्नु त के भन्नु लाग्यो त्यसको बारेमा? यो चाहिँ हाम्रो बुद्ध भगवानको अन्तिम दाह संस्कार गाडेको ठाउँ चाहिँ यो हो। प्लिज सो हामी चाहिँ चाहन्छु हजुरहरू पनि आएर एकचोटि है भ्रमण गर्नु होला यता। म चाहन्छु है, मेरो नाम चाहिँ निर्मला, म चाहिँ के अरे सुदूरपश्चिम बैतडीदेखि। यो ठाउँ भनेको चाहिँ हाम्रो के अरे नौका बिहार, नौका गोरखपुरको नौका बिहार भन्ने ठाउँ। हस्, थ्याङ्क यू सो मच।